अब रिस नगर्ने फाल्दिने भनेर हो अब भोलि गाई पुजाइन्छ आजबाट फाल्दिउँ भनेर हिजो गएर मेरो सल्लाह हो जो अमृत पीते हैं उसे क्या कहते हैं देव कहते हैं हो हाँ? त्यो मनन गर्नु भगवान कहते हैं त्यो सम्झ्यो भने पुरा रिस उठ्दै उठ्दैन जो जहर पीते हैं उसे महादेव कहते हैं विष पिते हाँ जो विष पीते हैं उसे महादेव कहते हैं कहते भन्ने नि हुन्छ माता कहती है फेरि हाँस्दैौ नि हाँस्नु उता 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 मत हाँ जो हंसे उसका घर बसे गाई बाबु पक मेरो पुकुली चुकुली भने मेरो मुटु पानी खाइहाल्नु पर्यो पहिला आज गाई तिहार हो भने पहिला पानी खुवाउनु पर्यो आज पानी छेरेर भनेको यहाँ खुट्टा मुनिको जमिन आँखा माथिको आकाश बुढे हो त यो त कति डर हरे कृष्ण म पर्छ के होला यो बुढो उसका मैले जस्तो नआइन्छ होला गाईले खानु मन लाग्छ बुझा सबैले गर्नुपर्छ भन्ने छैन कति बोलेका हुन् नि गाई गाउँले भइहाल्यो नि आचम्म नानीले छुट्टै बाँध्नु कहाँ बाँध्न सकियो नजर डुब्नु अनि नसकेपछि गाईलाई चढाएपछि त्यसलाई कति सानो कजरा भन्छ नि ढ्याप ढ्याप गर्ने अहिले अबिर नि हालम के ल्याउनु के हो यो कसले हालेको कस्तो अप्ठ्यारो गरेर हालिदिरहेको डर लाउँछ नि त डर के आगे पछि हो नि त पहिलो बिहा खुब